हेलो गाइजहरु धेरै लङ टाइम पछि हामी चाहिँ यस्तो सालो भाइ अफिसियल युट्युब च्यानलबाट भ्लग आउँदैछु। अहिले अब हरिरहेको छुट्टी 5 दिन छ, त्यही भएर यस्तो भ्लग बनाउन मन लाग्यो। मेरो साथमा हुनुहुन्छ यता राजन सर, उहाँको पनि राजन के छ, राजन चौधरी छ। सबैजनाले सब्स्क्राइब गरिदिनु। मान्छे पनि 2 जना। यसको यो चाहिँ सेक्रेटी भन्ने, अब सेक्रेटी हो यो चाहिँ। 2 जनाको लागि 2टा कुत्ता। भ्यू छ कि हेर पछाडितिर क्या दामी देखिरहेछ यार। ओहो, यो ठाउँतिर नआएको त थुप्रो भइसक्यो त। कस्तो चेन्ज भएछ नि त, पुरै चेन्ज भएछ ल। अब विकास भनेको यस्तो हुनु पर्यो, पुरै चेन्ज भएको। यतातिर गाडी पनि आइरहेछ। धेरै दिनपछि अब 1 वर्षै भयो भ्लग सक नबनाएको। 1 वर्षै भयो ठ्याक्कै। 1 वर्षपछि एउटा भ्लग बनाउन मन लाग्यो। सबैजनाले हेरेर साथ दिनु होला। यतातिर त्यहाँको मलाईहरू पनि आएको रहेछ। यस्तो घुम्दैछु, कुकुर आउनु थाल्यो त यार। एकचोटि यहाँ आउँदाखेरि झन्डै कुकुरले टोकेको थियो। एकदम पुरा जङ्गल थियो, एकदम पुरा फाटेर के बिरुवा लगाइदिएछ ल। के गराउँदैछ यार बच्चा जस्तो। यति बेला चाहिँ हामी यसो बेलुकाको टाइममा अलि शीतल भएको कारणले यसो बाहिर निस्किया हो। अन्ततिर त अब साउदी, दुबई, कतारतिर त अब बम पर्केको छ अरे। अब त्यतातिर घुम्न नमिल्ला। हामी चाहिँ मलेसियातिर भएको कारणले यसो घुम्दैछु। घुम्न मिल्छ, पाइन्छ पनि। मेरो साथी छ यता राजन सर, भ्लग बनाउँदैछन्, भिडियो खिच्दैछन्। हामी चाहिँ यति बेला यो फुटबल ग्राउन्डमा आएको छु। लोकलहरू खेल्ने हो यो ठाउँ। यो कुकुरहरू पनि हाम्रो पछि हिँडिरहेछ। हेर्नु, अब यहाँको मान्छेले अब म त्यति मन पराउँदैन कुकुरहरूलाई, यस्तो माया गरेर पालेको थियो। त्यहाँ बच्चाहरू फेरि बल खेल्दैछ। जुम गर्न मिल्ला कि नमिल्ला। यो चाहिँ मलेसियाको गाउँ हो, सबैजनाले हेर्नु होला। यस्तो दामी छ। यो चाहिँ चौरबाट खिचिरहेको छु। घाम डुब्न लाग्दाखेरि कस्तो दामी भ्यू आउँछ। ओ सर, ठेल्देऊ त एकचोटि, ठेल्देऊ न पछाडिबाट। यसो भ्लग बनाऊ ल। क्या मजा आइरहेछ यार। हाम्रो काले पनि यता कराइरहेछ ऊ। ओहो ल भयो अब हामी चाहिँ अब यहाँबाट हिँड्न लाग्यो। अब बेलुका पनि भइसक्यो। अब यस्तो उता बजार घुम्न जानु पर्यो। एकदम उपयुक्त ठाउँ। मलेसियाको गाउँहरू यस्तै हुन्छ, घरहरू सानो भुइँघरहरू। यतातिर गाडी पनि आइरहेछ, कुकुरहरू पनि छन्। पहिला हामी घुम्न आएको थियो यतातिर, त्यही ठाउँनिर आइपुगेको छ। दामी छ यो ठाउँतिर। र ओहो, यदि केटाहरू कोही नरिवल खाने चाहना छ भने मलाई कन्ट्याक्ट गर्नु होला है। यहाँनिर अब छ, थुप्रो छ नरिवल बाटो। अब हाम्रो नेपालतिर अब नरिवल किन्नु पर्यो भने 1 केजीलाई त 200-300 पर्छ होला सायद। यहाँनिर त अब कति। आऊ
आइहाल्छ नि त्यहाँबाट। उह, फाल्दियो। के गर्छ हौ हाम्रो राजन सरले। उह, यो नाली ना ओहो नरिवल त कति कति कस्तो राम्रो नरिवलहरू हौ। नरिवलै नरिवल छ त यार। हुनु पर्यो पानी खाने ट्याङ्की यस्तो ठुलो छ कि यस्तो ठुलो छ कि हामी पानी खाने ट्याङ्की यही हो। नेपालको जनता जनता भन्दा नेताहरूले यस्तै बनाइदिनु पर्यो अनि त्यसपछि मात्रै पानीको सुविधा हुनेवाला छ नभए दुई अब हामी चाहिँ अब यसो रात परेर फर्केको गाइजहरू भिडियो कस्तो आउँछ त्यति राम्रो देखिँदैन होला क्यामेरा पनि त्यस्तो साह्रो राम्रो महँगो खालको होइन 2000 को मोबाइल हो।